मेरो चाहिँ भोलि 12 को एक्जाम छ के फ्रान्समा अनि मैले चाहिँ खानासाना बनाएँ लन्च बनाएँ खाएँ हैन अनि दुईजना दाजुभाइलाई ल सबै तिमीहरूले सफा गरे किचन सफा गरे यताउति भाँडाकुँडा सबै पखाल भनेर भनिरहेछु कि कस्तो गर्दैछ किच 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 गरेको त सुनिरहेको छु दाजुभाइले भाँडाकुँडा धुँदैछ किच 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 गरी भए पनि दाइले सिकाउँदैछ भाइलाई दाइले चाहिँ पुछेर राख्दैछ भाइले ए यो बाँकी छ है यहाँ राम्ररी पखाल्दैछ राम्ररी पखाल्दैछ ओहो कान्छोको धुने स्टाइलहरू ल बेरोजे साबुन छ है Okay. It's full of soap है Why? I told you to wash it again. दाइले चाहिँ भाइलाई सिकाउँदैछ जहिले पनि दाइको कम्प्लेन चाहिँ के हो भने जहिले मै मात्रै गर्नुपर्छ सबै भन्छ दाइले अनि भाइलाई सिकाउँदैछ दाइले भाइ चाहिँ रिसले किच 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 गरी भए पनि गर्दैछ गर्नु चाहिँ दाइले चाहिँ पुछ्दैछ राख्दैछ सबै पुछपाछ गरेर सुक्खा पारे मामाले यस्तो नि कसरी पार्छ आई वान्ट इट भेरी क्लिन है ओके ओके भन्न न आम्मा के साह्रो हेलो यु आर वेस्टिङ वाटर पानी खेर गयो अनि यो चाहिँ बेरोन्जेलाई सफा गर्नु भनेको कि यो चाहिँ भाइले माझ्नु सक्दैन सबै भाँडा अघि खाना तताएर सबै डराएको छ बेरोन्जेले दाजुभाइ किच 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 गरी भए पनि ल बेरोन्जे सिकाऊ है भाइलाई ल अब जहिले पनि मैले मात्रै सबै गर्नुपर्छ भन्छ अब भाइलाई सिकाऊ ल भाइ त्यो प्लेट कसरी राख्ने त्यो पनि सिकाऊ बेरोन्जे It's not like this. You put this like this. You see? Yeah, you have to put like that, Samuel. It doesn't smell good. Wash it again. यसले त भाइलाई बेसी दिक्क पनि लगाउँछ कि यसले नि यो दाइ भएपछि यसले अलिक बुली पनि गर्छ कि बिचारा भाइलाई नि भाइलाई जति त्यो पानी चलाउँदा स्लिप यो माथि गर भनेको यो कहिले सुन्दैन यसले पनि फोल्ड दिस अप यो वेस्टिङ वाटर सेमी गयो रिसले अहिले बेरोन्जे आई लेट यु ह्यान्डल ह Sunny, come here. यसले टुस्स परेको पछि I don't play what? Was that playing? Was that playing? ओके बेरोन्जे आई लेट यु ह्यान्डल ह दाजुभाइ मिलेर काम गर ल आई निड दिस टेबल क्लिन fast as you guys can Pasca I have to study किच गरी भए पनि काम चाहिँ गर्छ अब यतिखेर काम पनि सिकाउनु पर्यो नि केटी मान्छेले मात्रै सबै काम गर्ने हैन छोरा मान्छेले पनि गर्नै पर्छ यिनीहरूलाई यतिखेर सिकाउनै पर्छ यिनीहरूले जानेन भने भोलिपछि कलेज जाने बेलामा आफै एक्लै बसेर पकाएर खाने बेलामा के गरी सिक्छ हैन त्यही कारणले पो म त यिनीहरूलाई बेरोन्जेलाई म जहिले पनि भन्छु यो त ट्रेनिङ हो तेरो ट्रेनिङ हो भन्छु के त्यही भएर ओके पढ्नु बसेँ है त भोलिको लागि विश मी अल द गुड लक फर माई एक्जाम टुमोरो